खेत हिँडेको हामी चाहिँ रबिना पनि जाँदैछ उमा अनि मेरो भाइ पनि जाँदैछ रबिना उमा उछल्दैछु यो चाहिँ हाम्रो गाउँ हो अनि मेरो भाइ पनि जाँदैछ हामी चाहिँ खेत हिँडेको मम्मी चाहिँ खेतमै घाँस काट्न जानुभएको थियो अनि हाम्रो खेत जाने बाटो हो खेत पनि आइसकेको छु खेत पुगिसकेको छैन हाम्रो खेत उहाँ तल छ त्यो देखेको देखेको हाम्रो घर हो अहिले हामी खेत पुग्न लागेको छैनौँ अहिले बाटैमा छौँ त्यही पनि यहाँ हाम्रो बाख्रा देखिँदैछ कि रबिनाले चाहिँ मेरो हात समाएर म जान्छु म लड्छु भन्दै थियो क्या त्यही पनि म उछल्दै जाँदै थिएँ हामीलाई देखेर चाहिँ हाम्रो बाख्रा कराएको गराइथ्यो त्यही पनि हामीलाई बोलाउँदै थियो हामी त गएको थिएनौँ त्यहाँ हामी त आफ्नो खेत रबिनालाई मैले हात दिएको मलाई समाऊ प्लिज भनेको अनि त्यो दुईजनालाई चाहिँ हामीले घर फर्काइदियौँ केटाकेटी पनि पछ्याउँदै थियो अनि हाम्रो बाख्रा हामीलाई देखेर नयाँ कराउँदै तीनटा छ हाम्रो बाख्रा चाहिँ उमा चाहिँ गइहालेकी छ उताबाट आइहाल्छ फेरि त्यही भएर यस्तो वाक्क लागिरहेछ उमा भाइ र उमा चाहिँ भाइ र रबिना चाहिँ उहाँ पुगिसकेको थियो अनि म चाहिँ कुद्दैछु क्या यिनीहरूले भेट्नको लागि मलाई छोडेर यिनीहरू चाहिँ कुद्यो अनि म चाहिँ हेर्नु यहाँनिर क्यामेरा नि हल्लाएर कुदिरहेको छु क्या नभेटेर पर्ख भन्दै अनि बल्ल बल्ल पुगेँ स्यास्या भएर छायामा पनि मलाई देखिरहेर ऊ चाहिँ मामासँग मक्ख परेर हिँडिरहेको छ रबिना चाहिँ हामीले अनि यहाँ साग टिप्यौँ हाम्रो खेतमा चाहिँ फापरको साग थियो क्या अनि हामीले साग टिप्यौँ साग टिप्ने मान्छे चाहिँ हेर्नु न यहाँ पुरा खेताला छन् क्या ऊमा पनि टिप्ने अरे सबजना भाइले पनि टिप्दैछ रबिनाले पनि टिप्दैछ हाम्रो खेतको मकै हो त चाहिँ अनि रबिनाले चाहिँ आन्टी म तपाईँलाई पनि देखाइदिन्छु तपाईँ पनि टिप्नु भयो नि अनि यहाँ मैले टिपेको देखाउँदैछ क्या रबिनाले अनि यहाँनिर हामी चाहिँ साग टिपेर अनि टिप्यौँ घाम चाहिँ कति धेरै लागेको थियो नि रबिना अनि भाइले यता टिप्दै थियो अनि फाइनली यति साग भएछ अनि यति यिनीहरूलाई चाहिँ त्यो जरा हामीले त्यत्तिकै उखेलेको थियौँ अनि जरा निकाल नि भनेको रबिनाले चाहिँ यही साग टिपेको बारे कति भिडियो बनाउनु पर्छ भन्दै थियो क्या अनि हामी घर आयौँ त्यही पनि साग टिप्दाखेरि चाहिँ वाक्क लाग्छ है साग खाँदा गुन्द्रुकको झोल अस्ति खाँदा मरिने भएको थियो बल्ल एक दिन बरु दाल पकाएर सुखो भयो गुन्द्रुकको झोल खाँदा मरिन आँटिसकेको थियो अनि मम्मीले यहाँनिर घाँस राख्नु भएको रहेछ अनि घाँस राखेर चाहिँ कता जानुभएको रहेछ भने हामी हेर्दै थियौँ क्या मम्मीलाई घाँस चाहिँ त्यति बनाउनु भएको रहेछ अनि मैले घाँस लिएर आएँ